म चाहिँ आज चिकन करी बनाउँदैछु। मैले चाहिँ फुल भिडियो बनाएको तर के भयो बिचमा कटेछ है। यसमा चाहिँ मैले सबभन्दा पहिला चाहिँ अदुवा लसुन अनि प्याजलाई मजाले भुटेपछि फेरि माथिबाट टमाटरलाई पनि मिक्सी गरेर भुटिसकेँ है, हेर्न सक्नुहुन्छ। अब चाहिँ यसमा चाहिँ म मसला हाल्छु। प्याज टमाटर अदरक लसुन चाहिँ मजाले पाकिसक्यो फिलहाल। अब चाहिँ यसमा मजाले मसला हाल्छु। मेरो केटीले चाहिँ अस्ति बनाएको थिएँ मैले साथीहरू, एकदम मिठो भयो चिकन करी, त्यस कारणले मैले यता चाहिँ मसला हाल्दैछु। अब साथीहरू एक गरेर सबै मसलाहरू चाहिँ धनियाँ हालेँ मैले, त हल्दी हालेँ साथीहरू, जिरा पाउडर हालेँ, रातो खोर्सानीको पाउडर। अब यसमा चाहिँ मैले ब्ल्याक पेपर पनि हालेँ साथी। अब साथीहरू चिकन मसला हेर्न सक्नुहुन्छ, चिकन मसला पनि हालेँ। अब यसलाई चाहिँ मैले राम्ररी मिक्स गर्दैछु साथीहरू। यसलाई चाहिँ मजाले जब तक यो मसला पाक्दैन है, प्याज टमाटरहरू चाहिँ सबै पाकिसक्यो, फेरि पनि यसलाई 10-15 मिनट पाकेपछि मात्रै मासु हाल्ने। एकचोटि बनायो भने चाहिँ साथीहरू एकदम मिठो हुँदो रहेछ है। मैले चाहिँ अरू बेलामा चाहिँ यत्तिकै नभए यस्तै प्याज टमाटरहरूलाई यत्तिकै मिक्सीमा नभुनिकन यत्तिकै बनाउँथेँ। अब ढिलो हुन्थ्यो, हतारमा यस्तै छिटो बनाउँथेँ। र अस्ति चाहिँ मैले यसरी बनाएको, मेरो केटीलाई चाहिँ एकदम मिठो भएछ चिकन करी। अब साथीहरू नमक पनि हालेँ, अनि यो कलरको लागि चाहिँ मैले रातोवाला पाउडर पनि हालेँ, डेरी मिल्क के भन्छ, डेरी मिल्क चिल्ली, त्यो पनि हालेँ होइन, कलरको लागि। हेर्न सक्नुहुन्छ त्यस्तो दामी देखिसक्यो अहिले नै मसला चाहिँ। अब यसलाई चाहिँ पकाउँछु साथीहरू एकैछिनको लागि। अब साथीहरू मेरो मसला चाहिँ फिलहाल पाक्यो मिल्छ है, हेर्न सक्नुहुन्छ। मसलाको फ्लेभर पनि यति राम्रो खुसबु आउँछ नि साथीहरू। अब चाहिँ म यसको माथि मासु हाल्छु। मासु हालेपछि साथीहरू हेर्न सक्नुहुन्छ, मासुलाई पनि मैले अघि नै निकालेर धोएर राखेको थिएँ। आज चाहिँ मेरो म्याडम घरमा छ, आमा चाहिँ छोरी सबैजनाको लागि बनाएको मासु यो चाहिँ। आमा चाहिँ घरमा छ अनि त्यस कारणले सबैको लागि मासु बनायो भने सबैले खान्छ। अब छोरी चाहिँले आमा चाहिँले सब्जी बनाऊ भन्छ होइन साथीहरू, फेरि छोरी चाहिँले खाँदैन, फेरि अरू के चिज बनाउनुपर्छ। त्यस कारणले आज चाहिँ मैले चिकन करी बनाइदिएको। आज शनिबार पनि हो, आज चाहिँ हाम्रो म्याडमलाई चाहिँ राति पार्टीमा जानु छ अरे, त्यस कारणले आज चाहिँ घरमा बसेको छ। यतिको मासु हालेपछि चाहिँ अब यसलाई पनि साथीहरू मजाले आधा पाउने घन्टा जति है मजाले 15 मिनट 5 मिनट त्यस्तै गरी मजाले आउँदै हिलाउँदै भुट्दै गर्ने यसलाई चाहिँ होइन। यसलाई फेरि ढल्छु 10 मिनट पछि साथीहरू। अब मासुको सकल चाहिँ हेर्नु सक्नुहुन्छ, यति दामी भएको छ। यसलाई चाहिँ मजाले भुटी बनाउनु पर्छ कि साथीहरू। जब यो मासु पनि रातो भुटी बनाउने, अनि मात्रै ग्रेभी हाल्ने है साथीहरू, यति टेस्टी हुँदो रहेछ नि। हामीले पनि मैले पनि पहिले त बनाएको थिइनँ साथीहरू, अस्ति बनाएको है, एकदमै राम्रो लाग्यो। तर अलिकति खोर्सानी चाहिँ कम रहेछ यसमा चाहिँ, पिरो अलिकति खोर्सानी हाल्छु यसमा चाहिँ, अनि अलिकति नमक कम लाग्यो साथीहरू। अब अझै फेरि यसलाई पकाउँछु साथीहरू। फिलहाल चाहिँ अब मासु पाके जस्तो लाग्यो है, हेर्न सक्नुहुन्छ। अब चाहिँ यसमा ग्रेभी हाल्छु। कस्तो लाग्यो साथीहरू हजुरहरूलाई? सबैले बनाउने अलग हुन्छ होइन स्टाइल, तर मैले चाहिँ एउटा यो स्टाइलमा बनाउँछु, अनि एउटा चाहिँ प्याज टमाटर मिक्सी नगरिकन सिधा काटेर पनि बनाउँछु। त्यो भिडियो पनि मैले हालेको छु युट्युबमा, हजुरहरूले पनि हेर्न सक्नुहुनेछ साथीहरू। अब चाहिँ मैले नमक टेस्ट गर्नु साथीहरू। नमक चाहिँ एकदम ठिक भएछ, सबै कुरो एकदम दामी भएछ साथीहरू मासु चाहिँ। साथीहरू अब चाहिँ म यसमा ग्रेभी हाल्दैछु। साथीहरू
ग्रेभीको लागि चाहिँ साथीहरू चाहिँ अघि नै तातो पानी उबालेर राख्छु। तातो पानी हाल्यो भने चाहिँ झनै राम्रो हुन्छ। हाम्रो चाहिँ अब 3-4जनाको लागि हो साथीहरू, त्यस कारणले यतिको ग्रेभी चाहिँ चाहिन्छ जस्तो लाग्यो हजुरहरूलाई। मजाले उब्लेपछि साथीहरू टक्क लाएर माथिबाट धनियाँ पनि हाल्न मिल्थ्यो होइन, तर मेरो चाहिँ धनियाँ खत्तम भएछ। अलिकति हरियो प्याज हालिदिउँला साथीहरू। मेरो चाहिँ मासु फिलहाल पाकिसक्यो। कमाइबाट साथीहरू यति मेरो चाहिँ अब धनियाँको पत्ताको छैन, त्यस कारणले मैले हरियो प्याज हालेँ होइन। अलिकति त्यहाँ पोख्नु पनि पोखेँ, त्यति दामी देखेछ। जस हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ साथीहरू। पहिलेको लागि चाहिँ फिलहाल भिडियो यति नै। भिडियो राम्रो लाग्यो भने लाइक गर्नु, फलो गर्नु नबिर्सनु होला। हस्त साथीहरू, बाई। अहिलेको लागि बाई। सबको मेरो वीडियो अच्छी लगे तो सब लोग लाइक करें, कमेंट करें, सब्सक्राइब करना ना भूलें। तो बाय दोस्तों, मिलते हैं अगले वीडियो में। बाय।